हाम्रो कार्यक्रमको पहिलो घुम्टी बैठक चाहिँ यसको माथि जुन ढोलठान दरबार छ त्यो दरबारमा हामी बसिसकेका छौँ। सँगै पर्यटकीय स्थलहरू, धार्मिक स्थलहरू, ओजनमा परेकाहरू जुनलाई पत्रकारहरूले प्रचारको माध्यमबाट त्यो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भन्ने उदाहरणहरू हामी यसभन्दा अगाडिको रिपोर्टिङको क्रममा त्यो पूर्वै गरिसकेको अवस्था छ। उदाहरणको लागि नर्थ वेस्ट क्याम्पमा म्याग्दीकै पत्रकार हामी त्यही एउटा टोली गएर त्यहाँ 2 दिनसम्मको त्यहाँको रिपोर्टिङ गरे पछाडि त्यसलाई एउटा चाहिँ नर्थ वेस्ट क्याम्पलाई एक सिजनमा 20,000 भन्दा बढी पर्यटकहरू जान सक्ने र कास्कीको अन्नपूर्ण भन्ने जुन किसिमको एउटा चाहिँ त्यो भाष्य त्यो बनाइ बुझाइ थियो, त्यो बुझाइलाई खास अन्नपूर्ण चाहिँ म्याग्दीमा पर्छ। त्यो पनि अन्नपूर्ण हिमालको चाहिँ ओरिजिनल एरिया भनेको नै पञ्चकुण्ड र नार्चेङको हुँदै जान सकिन्छ भन्ने एउटा सन्देश पुर्याउनको लागि म्याग्दीको पत्रकार जसरी हामी त्यो प्रयास गऱ्यौँ, त्यसै स्वरूप यी पर्यटकीय स्थलहरू, धार्मिक स्थलहरू जसलाई प्राचीन सभ्यतासँग जोडिरहेको छ, जसलाई प्राचीन कालको चाहिँ जनजीविकाहरूको स्मरण गर्न सकिन्छ, जो प्राचीन सभ्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिन्छ, ती एरियाहरूलाई हामी प्रमोट गर्नुपर्छ। ती एरियाहरूलाई हामी पत्रकारको माध्यमबाट समाचार मात्र होइन, हामी स्थलगत रूपमै पुगेर पनि त्यो एरियामा चाहिँ हामीले आफ्नो धारणाहरू चाहिँ सार्वजनिक गर्नुपर्छ भन्ने उद्देश्यले नै हाम्रो म्याग्दी शाखा चाहिँ अगाडि बढिरहेको छ। यसै क्रममा 1 महिना अगाडि हामीले पोखरामा चाहिँ गण्डकी प्रदेश समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलामा हामीले म्याग्दी जिल्लाको शाखाले चाहिँ हजुरहरूको एउटा बैठक चाहिँ म्याग्दी जिल्लामा राख्न हामी चाहन्छौँ भनेर हामी जुन प्रस्ताव गरेका थियौँ, प्रस्तावलाई सहर्ष स्वीकार दिनुभयो। त्यो प्रस्ताव स्वरूप आज समितिलाई हामी हिजो यहाँ ल्याएर बास बसेर यो हाम्रो एरियामा अगाडि चाहिँ आँखा अगाडि ऐनामा आफ्नो अनुहार हेरे जस्तै हिम श्रृङ्खलाहरू हेर्न सकिने सौन्दर्य, प्राकृतिक सौन्दर्य र माथि चाहिँ ढोलठान दरबार अगाडि स्वागतको मन्तव्य क्रममा सल्लाहकारज्यूले भनिसक्नु भएको छ। यी एरियाको चाहिँ प्रमोट गर्नको लागि र उहाँहरू माध्यमबाट पनि हामीले चाहिँ गण्डकी प्रदेशभरि नै यो तोरीपानीलाई एउटा चाहिँ डेस्टिनेसन बनाउन प्रयास स्वरूप यो हामी आतिथ्यताको एउटा व्यवस्थापन गरेका छौँ।